Hello, good morning. Welcome back to my channel. र आज चाहिँ मेरो दिनको सुरुवातदेखि एन्डसम्म म तपाईहरुलाई देखाउँछु के हुन्छ. सो स्टे ट्युन. अब चाहिँ मेरो बिहानको ब्रेकफास्ट सुरु भयो किनभने उनीलाई खुवाएर चाहिँ ड्युटी छिटो पठाउनुपर्छ नि त. अनि हामी चाहिँ यहाँ छिटो ब्रेकफास्ट गरेर चाहिँ रामको पापा चाहिँ ड्युटी जाने चाहिँ हतालिँदै गयो. ब्रेकफास्ट गरेर चाहिँ हुन्छ आफ्नो ड्युटीतिर लाग्यो. यहाँ चाहिँ म चाहिँ अल्छी लागेर फ्रुट खाँदै बसिरहेको छु. ब्रेकफास्ट पनि गऱ्यो फ्रुट खाँदै यो चाहिँ मन पराउँदैन नि त. रागिराले चाहिँ मेरो छोरीले चाहिँ मसँग यस्तो इन्ट्रेस्ट दिएर मन पराउँदैन. अन्त म एक्लै फ्रुट खाँदै उसले पनि हेर्दै ऊ चाहिँ खेल्दैछ नि त आफ्नै गर्नु मजाले. अन्त घरिघरि उसलाई पनि हेर्दै म चाहिँ एक्लै फ्रुट खाँदैछु. उसले चाहिँ मलाई हँसाउँदैछ नि त्यहाँनिर बसेर. अन्त यहाँ चाहिँ हामी हल्का रमाइलो टाइम पास अल्छी लाग्दो हुन्छ टाइम पास गर्दै बस्दै. अन्त अहिले चाहिँ हामी लन्च गरिसक्यो. अन्त लन्च चाहिँ के बनाएँ तपाईँले देखाउनु पाइनँ. हामी यहाँ लन्च गरेर चाहिँ म यहाँबाट आउँदैछु. अन्त हामी चाहिँ मार्केट जान्छ नि त. अन्त यहाँ हामी चाहिँ मार्केट चाहिँ उसको साथीको बाइकमा गएको नि त. उसको साथीलाई चाहिँ याद छ नि त उसको वाइफ र उसको उसको साथीले चाहिँ बिचरा हामी चाहिँ एकछिन घुम्नुको लागि चाहिँ मार्केटमा बाइक दिएको थियो. अन्त हामी चाहिँ नानीको कपाल पनि काट्नु थियो नि त. हामी चाहिँ बाइकमा आइसकेर यहाँ मार्केटमा चाहिँ नानीको कपाल काटिँदैछु छोरीको. छोरी चाहिँ एकदम रुँदै थियो. मलाई चाहिँ एकदम माया लाग्यो उसको. कति रुयो. उसलाई काट्नु मन त के भन्दा बुद्धि छैन है. काट्नै पऱ्यो गरममा चाहिँ शीतल हुन्छ भनेर चाहिँ काटिदिएको नि त मैले. बादमा त पलाइहाल्ने हो. अहिले चाहिँ बिचरा पुरा थाकेर सुतिरहेको छ. हामी चाहिँ मार्केटबाट आइसकेँ. अन्त अहिले चाहिँ पुरा थाकिरहेको छु नि त. नानी झन् पुरा बिचरा रुएर त्यो कपाल खरिदियो भनेर पुरा रुएर चाहिँ ऊ पनि हत्तु भएर बिचरा सुतिरहेको छ. अन्त अब चाहिँ मेरो भ्लग चाहिँ एन्ड गर्छु. सानो छोटो भ्लगलाई चाहिँ तपाईँले सायद मन पराइदिनु भयो होला. लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्. र आजको भ्लग चाहिँ यहीँ एन्ड गर्छु. अन्त नेक्स्ट भ्लग फेरि मेरो छिटै आउनेछ. र गुड नाइट, बाई बाई. थ्याङ्क यू फर वाचिङ.